तिमी कोसँग बोलेको? हाम्रो अपोनेन्ट कम्पनीको स्टाफ हो क्या बेबी त्यो। हाम्रो कम्पनीको लागि पनि मलाई पर्सनल एसिस्टेन्ट चाहिरहेको छ क्या, त्यही भएर त्योसँग फोनमा कुरा मिलाइरहेको हो क्या। एकदम राम्रो मान्छे छ क्या त्यो। तर तिमी खत्तम छौ। मैले तिम्रो सबै कुरा सुनिसकेको छु। तिमीले मलाई चिट गर्दैछौ बेबी। ओइ तँ भने के हो? त्यो भनेको ढाँटेको छ, छलेको छ, झुकाएको छ भनेको। ए त्यसो भए तैँले पनि हामीलाई चिट। त चुप लागेर बस देबी। बेबी वाइ तिमीले मलाई किन चिट गर्दैछौ? कहिलेकाहीँ आँखाले देखेको र कानले सुनेको कुरा पनि झुटो हुनसक्छ। आई लभ यु सो मच बेबी। मैले तिमीलाई लाइफमा कहिले पनि चिट गरेको छैन र गर्दा पनि गर्दिनँ, ट्रस्ट मी। अनि मैले सबै सुनेको कुराहरू चाहिँ के हो त? त्यो त राजनीति हो। राजनीति? कस्तो राजनीति? त्यो केटी हाम्रो अपोनेन्ट कम्पनीको सबैभन्दा बेस्ट स्टाफ हो। यदि त्यो केटीलाई हामीले हाम्रो कम्पनीमा अझै मेरो पर्सनल एसिस्टेन्ट बनाएर राख्न सक्यौँ भने नि बेबी, हाम्रो कम्पनीको बिजनेस झन् धेरै ग्रो हुन्छ। त्यही भएर मैले त्यसरी बोलेको हो। ट्रस्ट मी बेबी। अब हाम्रै फाइदाको लागि हो भने त ठिकै छ बेबी। बट तिमीलाई मैले यति धेरै ट्रस्ट अनि माया गरेको छु नि। मैले पनि त्योभन्दा धेरै माया गरेको छु हजुरलाई। मलाई कहिले पनि धोका नदेऊ बेबी। दिन्न बेबी, मैले जिन्दगीभरि तिमीलाई मात्रै माया गरिराख्छु। ओ देवी, यो झोलामा भएको दुध होइन? जा किचनमा गएर बेबी र मलाई 2 कप मिठो चिया बनाएर लिएर आइज। के टुवा परेर हेरेर बसिरहेको पाखिनी? चिया बनाएर लिएर आइज भने। जा भन्दैछु, अहिले फेरि लात्ताल दिन्छु अनि। पाखिनी यसले त तनाफै पो दियो त। तेरिका कसरी होसमा ल्याउने होला त यसलाई? यत्तिकै छाडेर जान्छु टन्टै साथ। फेरि यसलाई केही भएर पुलिसले अनुसन्धान गर्यो भनेदेखि त हामी सबै पो फसिन्छ। के गरौँ के गरौँ? तेरिका बरु यसलाई घरै पुर्याइदिन्छु। घरै पुर्याएपछि त सबै ठिक हुन्छ। यसो घर देखा जाँदैछु, लिएरै जान्छु।
कस्तो चिया बनाएको तैँले यो गुलियो नै छैन चिनी हालिनुहोस् चिनी खायो भने रोग लाग्छ भन्ने सुनेको थिएँ त्यही भएर सकेर हालेर बनाएको मलाई चिनी हालेको चिया मनपर्छ भन्ने कुरा थाहा छैन त पाखिनीलाई हजुरको स्वास्थ्य राम्रो बनाउनु पर्छ भन्ने कुरो पनि थाहा छ मलाई संसारमा त्यत्रो होटल रेस्टुरेन्टमा चिनी हालेर चिया बनाउँछन् ती सारा चिया खाने मान्छेहरू रोगी हुनुपर्ने त खै रोगी भएको त्यही भएर त तिनीहरूलाई चिनी रोग लागेको छ नि म मेरो श्रीमानलाई त्यस्तो कुनै पनि रोग लाग्न दिनु तेरो श्रीमान होइन बेबी मेरो श्रीमान हो र मेरो श्रीमानको स्वास्थ्य कसरी राम्रो बनाउनु पर्छ भन्ने कुरा सब मलाई थाहा छ तैँले सिकाइराख्नु पर्दैन बुझिस् जे भए पनि त पाखिनीले भन्दा धेरै नै पढेको छु पढेर भन्दा पनि पढेर भोकेको कुरा टिका हुन्छ तेरो थुतुनो आजकल धेरै नै चल्न थालेको छ थुतुनो र मुतुनो जोगाएरै राखेको बेस हुन्छ मान्छेले दुःख पाउने प्रमुख कारण भनेकै थुतुनो र मुतुनो हो त्यही भएर थुतुनो नचलाइकन चिनी हालेको चिया बनाएर लिएर आइज जा भान्सामा चिनी छैन चिनी छैन भन्छ पाखिनी ल पसलमा गएर चिनी लिएर आइज चिनी लिएर आएर चिया बनाइहाल जा पाखिनी बेबी म पनि त जान्छु पक्क बेबी तिमी किन जानु पर्यो यसले लिएर आइहाल्छ नि पाखिनीले यसलाई गाउँमा उकालो ओह्रालो हिँड्ने बानी परेको छ यता उकाली ओह्राली यो हिँडेन भने यसको बानी बिग्रिन्छ तिम्रो खुट्टालाई किन दुःख दिइरहनु बरु तिम्रो खुट्टा म मालिस गरिदिन्छु बेबी पर्दैन क्या बेबी त्यो पागललाई खोज्न जाउँ न जान्न म त नजानी भए त्यो पसलमा चिनी किनेर बस्दै गर अनि त्यहाँबाट सँगै हाम्ला फेरि एक्लै चाहिँ नआइज नि छिटो आइज तपाईँ चाहिँ को नि म उसको श्रीमती त्यसो भए उहाँको राम्रोसँग हेरविचार गर्नु होला त्यहाँ बाटामा लडिरहनु भएको छ अनि पसलेले ऊ त्यो घर हो भनेर देखायो मैले यहाँसम्म ल्याइदिएँ अब के गर्नुपर्छ कसो गर्नुपर्छ आफै गर्नुहोस् ल नानी मैले घरसम्म ल्याइदिएँ आफ्नो कुराको राम्रो ख्याल गर्नु के भन्नु भयो बहिनी के हैन
सालले कति चाहिँ दुःख दिन सकेको त हौ। फोन पनि आउँछ फेरि। यदि त्यसलाई केही भइहाल्यो भने फसिन्छ नमजाले। के चाहिँ गर्ने होला त हौ। बरु घरै जान्छु। तँ बेबी आउन कति बेर लागिरह्यो ओली। अहिले घर पुग्नु ढिला भयो भने बेकार गाली खानुपर्छ। एक्लै घर जाउँ भने त्यो बेबीले मेरो हजुरलाई उचालेर मलाई गाली खुवाउँछ। जे गर्दा पनि सुखै छैन मलाई। अभागी खप्पर, जता गयो उतै उतै ठक्कर। देवी हिजो घर त्यो पागल कतै पनि भेटेन। मैले तैँले भनेको कुरा सबै मानेछ। अब तैँले मैले भनेको कुरा मान। तैँले भनेको कुरा? तैँले भनेको कुरा के मान्नु पर्यो मैले? अब आइन्दा मेरो श्रीमानको अगाडि मेरो बारेमा नाना थरी कुरा लगाएर गाली खुवाउने काम नगर। ल ल हिँड। फोनसम्म गरे मैले भेट्न आऊ तिमी, बाइकमा तेल भएसम्म केटी फेर्दै हिँड्छु, लगेर रिसोर्टमा बाइकमा तेल भएसम्म केटी फेर्दै हिँड्छु, लगेर रिसोर्टमा लगेर रिसोर्टमा लगेर के हो बेबी? खुब ऐना हेर्दै कपाल कोर्दै गीत गाउँदै छौ त। मलाई तिमीमाथि डाउट लाग्दैछ है। प्लिज यार बेबी, म माथि डाउट नगर न क्या। मेरो तन मन धन सबै कुरा मात्र तिम्रो लागि हो मेरो बेबी। त्यसो भए किन केटी फेर्छु भन्दै हिँडेको त? त्यो त जस्ट गीत गाउन मन लागेर गीत मात्रै गाएको हो क्या बेबी। Come on baby, don't take it seriously यार। I'm taking it seriously. And if I see you with any other girl, then I will kill you. ओए त्यो भने के हो? त्यो भनेको यदि मैले बेबीले अरू केटीसँग देखेँ भने मारिदिन्छु भनेको बुझिस्? बुझेँ। के बुझ्यो भनिराखेको पाखिनी? चिन्ले रहेछ? लिएर त्यसो भए के हेरेर बसिरहेको त? बेबी र मेरो लागि 2 कप मिठो चिया बनाएर ल्याएर जा। तिमी कुरा मोड्न खोजिरहेछौ। मलाई तिमी को केटीसँग लागिरहेछौ? तिमीलाई त्यस्तो लागेको मात्रै हो क्या बेबी। तिमी किन चेन्ज भएको छौ? प्लिज बुझ न यार। अबदेखि तिम्रो केही पनि कुरा सुन्नु पनि छैन र बुझ्नु पनि छैन मलाई। एक्सक्युज मी। को हो तपाईहरु? हामी ब्याङ्कबाट आएका हौँ। ए ब्याङ्कबाट आउनुस् न बस्नुस्। किन आउनु भएको तपाईहरु? तपाईँको बुवाले यो घर धितोमा राख्नु भएर हाम्रो ब्याङ्कबाट पैसा लिनु भएको थियो। हामीले उहाँलाई धेरै सम्पर्क गर्ने प्रयास गर्यौँ, तर उहाँ सम्पर्कमा आउनु भएन। पछि बुझ्दै जाँदा उहाँले ब्याङ्क तथा सहकारीको पैसा खाएर भारतमा लुकेर बसेको थाहा पायौँ। उहाँले पैसा तिर्न पनि भाका सकिसकेको छ, त्यसैले यो घर ब्याङ्कको भइसकेको छ। तपाईँहरू यो घर खाली गरेर जानुहोस्। अब बेबी तिमीले मलाई यो कुरा किन लुकाएको? आजसम्म मैले तिमीलाई केही पनि कुरा लुकाएको छैन क्या बेबी। यो कसैको षड्यन्त्र हुन पर्छ। यदि यो घर तपाईहरुको ब्याङ्कको नाममा छ भने खै कागज देखाउनुस्। हाम्रो ब्याङ्कको नियम अनुसार अति आवश्यक कागजहरू ब्याङ्कमै राख्ने चलन छ। यदि तपाईँलाई कागजात चाहिन्छ भने हाम्रो ब्याङ्क भिजिट गर्न सक्नुहुनेछ।
भन तिमीहरूलाई कसले पठाएको हो? तपाईँमाथि कारबाही हुन सक्छ। यसरी हातपात नगर्नुहोस्, बरु ब्याङ्कमा हिँड्नुहोस्। आइन्दाबाट तेरो मुख मेरो अगाडि देखाउने होइन, बुझिस्? साला चिटर। भन को हो तिमीहरू? किन आएको मेरो घरमा? हामी ब्याङ्कबाट आएको हौ। उहाँको बुवाको घर हाम्रो ब्याङ्कको भइसकेको छ। यो घर मेरो नाममा गरेर बुवा भारत जानुभएको हो। मैले त हजुरलाई पहिले नै भनेकी थिएँ, त्यो बेबीले हजुरलाई माया गर्दिन, सम्पत्तिको लागि मात्रै माया गरेकी हो भनेर भन्दा मलाई कहिले पत्याउनु भएन तपाईँले। मैले भनेको सुन्दै सुन्नु भएन। आज बेबीले छोडेर गयो। छोडेर गएकी छैन मेरी बेबीले, मलाई विश्वास छ बेबी फर्केर आउँछ। युद्ध लड्न हिँडेको सिपाही र सम्पत्ति नपाएर घर छोडेर हिँडेको महिलाको भर हुँदैन हजुर। मेरी बेबीलाई सम्पत्तिको कुनै मतलब छैन, तर तँलाई रहेछ। त्यही भएर त तैँले मेरो बुवालाई फकाइ फुलाई पारेर यो घर आफ्नो नाममा गरिस्। मेरो सम्पत्ति भनेकै हजुर हो। मलाई यो भौतिक सम्पत्तिको कुनै पनि लोभ छैन। यदि हजुरले भन्नुहुन्छ भने यो घर पनि हजुरकै नाममा गरिदिन्छु। पर्दैन। ढोग्गरे आमा। तर यो कपुतको कुरा सुनेर यो घर यसको नाममा पास नगर बुहारी। जति केटी भए नपुग्ने यो बोकाको नाममा के पनि सम्पत्ति राख्नुहुन्न। आफ्नै छोरा भए पनि यसको व्यवहारले गर्दा दिक्क भएर म तीर्थ गएको थिएँ।
ला बुहारी भारतबाट तिम्रो लागि कपडा पनि ल्याइदिएको छु भगवानको प्रसाद पनि छ लगाऊ है सब बुद्धि आओस् घरको श्रीमतीले मात्रै माया गर्न मन लागोस् बाहिरको केटीले हेर्नै मन नलागोस् भनेर आशीर्वाद देऊ न बुहारी यसलाई देवी त्यो मैले ल्याइदिएको कपडा लगाएर आऊ त मेरो प्यारी बुहारीले कस्तो देखिँदो रहेछ हस् आमा होइन है आमा तपाईँ के भएको हो आउने बित्तिकै त्यो पाखिनी अर्काकी छोरी त्यो देवीलाई चाहिँ तपाईँले माया गरेर आफ्नै छोरालाई चाहिँ किन हेला गरे हो के भएको तपाईँ त माया गर्न लागेको हुनु पर्यो नि दुन्ने केटी डुलाएर घरमा जाँड खाएर आएर दिक्क बनाएको बिर्सा छु र झन् बिहे गरेपछि सुत्रेला भनेर गाउँकी सोझी केटी खोजेर बिहा गराइदिए यति राम्री देवी जस्ती बुहारीलाई उल्टै यातना दिन्छ छैन जमाना अनुसारको मलाई सुहाउने मिठो बास्ना आउने अलिक मोडर्न खाले केटी खोजेर मेरो बिहे गराइदिनु पर्थ्यो नि त म यस्तो गाउँको डुङ डुङ बनाउने पाखिनीसँग मेरो बिहे गराइदिएर तपाईँले ठुलो गल्ती गर्नुभयो गल्ती त मैले तलै जन्माएर गरेँ तेरो बे मोडर्न केटीसँग भएको भए आज त घर न घाटको हुन्थिस् र हामीलाई पनि घर न घाटको बनाउँथिस् तपाईँ यस्तै भाषण दिनको लागि आउनु भएको यो घरमा भारतबाट तपाईँ यस्तै भाषण दिने हो भने उतै भारतमा गएर बस्नुहोस् नभए वृद्धाश्रममा गएर बस्नुहोस् मै लगिदिन्छु बरु नालायक कति दुःख गरेर जन्माए हुर्काए पढाए आज यही कुरा सुन्नला रहेछ है अनि तपाईँले मलाई जन्माउनु भएको यही भाषण सुनाउनको लागि हो मेरो अड्ती उपदेश तँलाई भाषण लागिरहेको छ एक दिन यस्तो दुःख पाउँछस् नि अनि मेरो कुराहरू सम्झेर त पछुताउनेछस् कुनै पनि हालतमा पछुतो लाग्दैन तपाईँ जस्तो आफ्नै छोरालाई हेला गर्ने आमा त यो संसारमा कसैको पनि नहोस् त जस्तो आफ्नै आमालाई वृद्धाश्रम लगेर राख्छु भन्ने छोरा पनि कसैको पनि नहोस् बुझिस् आमा आहा कति राम्री देखेको मेरो प्यारी बुहारी देवीलाई यति राम्री देवीलाई नहेरेर त बाहिरको बेबीलाई मात्र हेरेर हिँड्छस् कुकुर तपाईँकी प्यारी देवीलाई तपाईँ आफै हेरेर बसिराख्नुहोस् पाखिनी आमा मेरो हजुरलाई त मुली लागु लुवा मन परेन जस्तो छ फेरेर आउँछु ल पर्दैन यही लगाऊ जबसम्म त्यसले आफ्नो सोचाइ फेर्दैन तबसम्म कपडा फेरेर केही हुँदैन बुहारी म नहुँदा त्यसले धेरै दुःख दियो होला है तिमीलाई अब म आइसकेको छु तिमीले चिन्ता मान्नु पर्दैन मलाई मेरो भन्दा उहाँको चिन्ता छ आमा रिसाएर जानुभएको छ कहाँ जानुभएको फेरि केही नराम्रो पो होला कि केही नराम्रो हुँदैन भगवान्ले सबै कुरा राम्रो गर्नुहुन्छ देवी यसले तिमीलाई अझै पनि दुःख दिइरह्यो भने तिम्रो लागि म आफै राम्रो केटा खोजेर बिहा गराइदिन्छु बेबीले मलाई छोडेर कता चाहिँ गयो होला त यार
Hey, your phone is ringing. हेलो हेलो हजुर के छ खबर ठिक छ हजुर तपाईको के छ ठिक छ हजुर अनि मलाई बिर्सिनु भयो कि के हो हजुरले मैले तपाईलाई कहाँ बिर्सिन सक्छु र हजुर तपाईको याद त मलाई पल पल हरेक पल आउँछ याद आएको भए त फोन पनि आउँथ्यो होला नि किन नगर्नु भएको त तपाई अफिसमा बिजी हुनुहुन्छ होला भन्ने सोचेर नगरेको नि हजुर मैले त अफिस छोडिसकेँ नि हजुर किन अनि हजुरले नै भन्नुभएको थियो नि मैले जब छोडेँ भने त्यो जबबाट आउने जत्तिकै पैसा दिन्छु भनेर अब हजुरले नै पैसा दिने भएपछि त्यो दिनदिनैको दुःख सहेर किन काम गर्नु पर्यो भनेर मैले त जब छोडिदिएँ दिनुहुन्छ नि दिन्छु त्यसो भए म तपाईसँग भेटेर सपिङ गर्न चाहन्छु मलाई सपिङ गराइदिनुहुन्छ नि गराइदिन्छु मलाई कस्तो मुभी हेर्नु मन छ मुभी हेर्न लग्नुहुन्छ नि मलाई कस्तो पानीपुरी खान मन पर्छ खुवाउनुहुन्छ नि मेरो सबै विशहरू पुरा गरिदिनुहुन्छ नि गर्छु त्यसो भए म हजुरलाई भेट्न आउँछु कहाँ आऊँ कति बेला आऊँ हजुरलाई जति बेला मन लाग्छ त्यति बेला नै आउनुभयो हुन्छ ल त्यसो भए मलाई तपाईँको लाइभ लोकेसन व्हाट्सएपमा पठाइदिनुहोस् म आइहाल्छु हस् हस् अहिले फोन राखेँ है हस् आज मुड अफ भइराखेको छ अब मुड अन गर्नुपर्छ लाइभ लोकेसन पठाइहाल्नु पर्यो ओए बक तैँले किन झुट बोलेर मेरो घर चाहिँ तिमीहरूको ब्याङ्कको नाममा छ भनिस् कसले गर्ला तिमीहरूलाई भन यदि मैले त्यो मान्छेको नाम लिएँ भने तपाईँलाई ठुलो झड्का लाग्न सक्छ झड्का त मलाई मेरो बेबीले छोडेर जाँदा लागेको छ तिमीहरूले झुट बोलेर त्यस्तो नभनेको भए आज मेरो बेबी मेरै साथमा हुन्थे भन कसले गर्ला तिमीहरूलाई यो सब मैले काम बेइमानीको गरे पनि इमान्दारीको साथ गर्छु मैले झुट बोल्नको लागि पैसा लिएको छु त्यही भएर म त्यो मान्छेको नाम भनेर बेइमानी हुन चाहन्न यदि मलाई त्यो मान्छेको नाम भनिस् भने त्यसले दिएको भन्दा डबल पैसा दिन्छु पैसा चाहिन्छ कि चाहिँदैन तँलाई पैसा त स्वयं भगवानलाई पनि चाहिन्छ यो कलियुगमा त्यसो भए नाम भन त्यो मान्छे अरू कोही नभएर तपाईँकै आमा हो तपाईँको बेबीलाई त्यो घरबाट निकाल्नको लागि यो सब प्लान तपाईँकै आमाले बनाउनु भएको थियो अब म प्लान बनाउँछु र त्यो प्लानमा तँ मलाई साथ दे म तँलाई पैसा दिन्छु हुन्छ पैसा आउँछ भने म जे पनि गर्न तयार छु ल मलाई तेरो नम्बर दे 98510047 ल अब अहिले तँ जा तर म भेटेको कुरा कसैसँग पनि नगर है हस् हुन्छ जा तनाव लिएर बाँच्नु पर्दा त जिन्दगी नै गाह्रो लाग्दो रहेछ झन् छोरीले सुख पाउली छोरीको भविष्य राम्रो होला भनेर सहरको खानदानी धनी केटासँग बिहे गरेर गाउँको सानो छाप्रोबाट सहरको ठुलो महलमा बिहे गरेर दिए यता छोरीले दुःख मात्र पाएको देख्नु पर्छ बुढी कन्या बनाएर राखेको भए हुने रहेछ कमसे कम यस्तो दुःख त हुँदैन थियो नि नातिना खेलाउने सपना पनि सपना नै रहला जस्तो छ बुहारी हाम्रो सानो मान्छे आउने भयो कि क्या हो सङ्केत त त्यस्तै देख्दैछु त खोइ आमा मैले भगवानसँग पारस जस्तो नाति नहोस् तिमी जस्तै नातिन होस् भनेर वरदान मागेको थिएँ सायद भगवानले मेरो कुरा सुन्नु भयो जस्तो छ
ल देवी तिमी आराम गरेर बस यो घरको काम सबै म गर्छु अनि म मिठा मिठा खानेकुरा बनाएर खुवाउँछु तिमीलाई खोइ बच्चा बसेको हो कि होइन मलाई त केही पनि थाहा नै छैन आमा मलाई पनि रहर छ नि हाम्रो एउटा सन्तान होस् हाम्रो पनि सुखको दिन आओस् भन्ने तर खोइ आमा हे एकपल्ट डाक्टर कहाँ गएर चेक गरेपछि थाहा भइहाल्छ नि या आमा मलाई त कस्तो लाज लाग्छ के त्यस्तो कुरा पनि लाज मान्छन् त लाटी तिम्रो आमा बुवाले लाज मानेको भए तिमी जन्मिन्थ्यौ त त्यो त हो आमा फेरि डाक्टरले बच्चा बसेको छैन भनेर भन्यो भने यो खुसी दुःखमा परिणत हुन्छ नि बच्चा बसेको रहेनछ भने त्यो पारसलाई फकै फुलाइ पारेर प्रयास गरौँला नि बुहारी किन चिन्ता मान्छौ तिम्रो साथमा म छँदैछु नि यसपालि त तिमी जस्तै नातिनी काखमा खेलाउने हो जाऊ एउटा बरु डाक्टर कहाँ या आमा मलाई त कस्तो लाज लाग्छ के फेरि आजसम्म मैले कुनै पनि परपुरुषलाई मेरो शरीर छुन दिएको छैन फेरि त्यो डाक्टरले छोला नि त हे लाटी छोरा मान्छे मात्रै डाक्टर हुन्छन् र छोरी मान्छे पनि डाक्टर हुन्छन् नि हामी लेडिज डाक्टरलाई देखाउँला त्यो भने के हो आमा हत्तेरीका लाटी त्यो भने महिला डाक्टर के ए ल हिँड जाउँ अस्पताल नाइ के आमा मलाई त कस्तो लाज लागेर आयो कि के छ खबर अघिसम्म बेहाल थियो तपाईँ आउनुभयो अब भवाल होला मैले त तपाईँलाई कति मिस गरेँ नि मैले पनि तपाईँलाई मिस गरेर सिरानीलाई किस गर्दै बसेँ जे पाएँ त्यही अनि मलाई आज कता लैजानुहुन्छ घुमाउनु घुमाउन त स्विजरल्यान्ड लान मन छ तर के गर्नु मेरो एउटा काम छ त्यही भएर यतैतिर घुमाउनु पर्ला हुन्छ बट स्विजरल्यान्ड पनि रमाइलो होला है मेरो त ड्रिम कन्ट्री हो नि प्राय सबैको ड्रिम कन्ट्री हो स्विजरल्यान्ड प्लिज मलाई पनि लैजानुस् न स्विजरल्यान्ड स्योर लैजान्छु तर केही समय वेट गर्नुहोस् न है थ्याङ्क यू सो मच वेलकम के हो ज्वाइँ तपाईँ पारा दिनढाडै तरुणीसँग नारी हेरेर बस्ने लाज लाग्दैन ओ हेलो को हो तपाईँ म उहाँको ससुरा हो र उहाँ मेरो ज्वाइँ हो पारस के यो साँचो हो खोइ म आफै कन्फ्युज छु यार मेरो बिहे कहिले भयो कोसँग भयो मेरी छोरी देवीसँग भयो छि मलाई देवी भन्ने नाम त मन पर्दैन झन् त्यस्तो नाम भएको केटीसँग म बिहे गर्छु होला त तपाईँलाई म चिन्दिनँ को तपाईँ जानुहोस् यहाँबाट तपाईँ बाना बनाउँदै हुनुहुन्छ ज्वाइँ मलाई साँच्चै भन्नुहोस् पारस के तपाईँ मलाई ढाँट्दै हुनुहुन्छ छैन बेबी म योलाई एउटा कुरा सोध्छु है त्यसको रिप्लाई यसले दिन सक्यो भने यसको कुरा विश्वास गर्नुहोस् है यदि यसले त्यो कुराको रिप्लाई दिन सकेन भने मेरो कुरा विश्वास गर्नुहोस् हुन्छ ओके स्योर ओइ सुड्डो यु नो वान थिङ आई एम नट म्यारिड येट एन्ड आई एम सिङ्गल हु आर यु वेयर इज योर डटर हे ओल्ड म्यान प्लिज रिप्लाई हिम देख्नुभएछ बेबी यसले मेरो क्वेसनको रिप्लाई नै दिन सकेन के भन्नुभयो तपाईँले नेपालीमा भन्नु न ज्वाइँ मैले रिलेसन राख्ने भनेको मोडर्न मान्छेहरूसँग मात्रै हो जुन कुरा तपाईँलाई पनि थाहा छ नि बेबी यस आई नो अब मैले यो अङ्ग्रेजी नबुझ्ने सुड्डोको छोरीसँग बिहे गर्छु होला त नो इट्स इम्पोसिबल अब त क्लियर हुनुभयो नि तपाईँ यस ओ ओल्ड म्यान जानुहोस् तपाईँ यहाँबाट ठिक छ ज्वाइँ ठिक छ आज तपाईँले मेरो कमजोरीको फाइदा उठाउनु भयो कुनै न कुनै दिन तपाईँको कमजोरीले तपाईँलाई अप्ठ्यारो पार्नेछ यो सुटो त झन् बढी बोल्न थाल्यो यार ओ सुटो तपाईँ यहाँबाट गइहाल्ने कि दाँत झारेर मात्रै जाने फेरि बुढो दाँतले भात चपाउन नमिल्ला ठिक छ ज्वाइँ
सबै कुराको हिसाब किताब माथि भगवानले राखेर बसेका छन्। आजको दिनको पनि पक्का हिसाब किताब राख्नेछन्। यो सुब्बुले त झन् झन् बढी बोल्न थाल्यो यार। जानु भनेपछि जानुस् न, कति ल्याङ गरिरहेको। ल यो के गरे के तिमीले? तिमीलाई घरको काम नगर भनेको होइन मैले, म गरिहाल्छु नि सबै काम। बरु घरको काम गरी मान्छे राखौँला, तिमी त आराम गरेर बस्ने हो। बरु यता सुन न, यो लगेर पिसाब हालेर लिएर आउँछ ल। छ्या, कस्तो लाजा मर्दो गुरु गर्नुभएको के आमाले। त्यस्तो जाओ भना पनि कसैले पिसा फेर्छन् त? तिमी साँच्चीकै लाठी छौ क्या? यसमा पिसाब फेर्ने होइन नि त, टोयलेटमा गएर पिसाब फेर्ने, अनि यसले तानेर 4-5 थोपा पिसाब यसमा खसाल्ने, अनि बच्चा बसेको छ र छैन यसले नै देखाउँछ क्या। जाब यो प्लास्टिकको टुक्राले पनि बच्चा बसेको थाहा हुन्छ र भने? मेरो विश्वास छैन तिमीलाई? हजुरको त मलाई पुरै विश्वास छ नि आमा। ल त्यसो भए तिमी टोयलेट गएर पिसाब फेर, अनि सट्टै यसमा तानेर यहाँ टक्क टक्क 2 थोपा खसालेर मलाई देखाउनु ल्याऊ है। ल जाऊ त। हे भगवान, मलाई एउटा नातिनी जसरी दियो भगवान। आमा, मैले तपाईँले भने जस्तै गरेर लिएर आएँ। ए हो? अनि तपाईँलाई गनाउला भनेर मैले त त्यो भाँडोलाई साबुन पानी लगाएर मिची मिची गर्न सफा बनाएर पनि लिएर आएँ। अब यो बच्चा बस्यो कि बसेन भन्ने कुरा कसरी थाहा हुन्छ भन्नुहोस् त आमा? ध्यात तेरी लाठी, साबुन पानीले धोएपछि त बच्चा बसेर नबसेर थाहै हुँदैन नि। अब अर्कै लिएर जाऊ, अर्को पनि छ मसँग। ल अब चाहिँ मैले भने जस्तरी यसै गरेर पिसाब फेरेर यसमा पिसाब सट्टा तानेर 2-3 थोपा यसमा राखेर साबुन पानी केही नपर्ने गरेर मलाई देखाउन ल्याऊ है। फेरि हजुरलाई गनाउला नि त आमा? गनाउँदैन, बच्चा बसेर रहेछ भने त छम छम नाच्न पर्छ, बुझ्यौ? ल परमेश्वरी, एउटा नातिनी चाहिँ दिनुहोस् है परमेश्वरी। आमा, अहिले चाहिँ मैले नधोइकन ल्याएकी छु। के भयो बोल्नुहोस् न, बच्चा बस्यो कि बसेन भन्नुहोस् न। के भयो आमा, केही त बोल्नुहोस् न, बच्चा बसेको छ कि छैन भन्नुहोस् न।
आफूलाई कस्तो पिर परिसक्यो केही त बोल्नुहोस् न आमा बच्चा बसे देवी अब तिमी आमा म हजुरआमा बन्दैछौँ भगवानले मेरो पुकारा सुनिदिनु भयो धेरै धेरै धन्यवाद छ परमेश्वरीलाई हो र आमा अब 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 के गर्ने अब केही नगर्ने तिमी आनन्दले आराम गरेर बस्ने घरका कामहरू के पनि नगर्ने बुझ्यौ ल हिँड जाउँ तल यो गिद्दै गिद्ध भएको सहरमा मेरो छोरीलाई राख्यो भने गिद्धले खान्छ मैले जुनसुकै हाल्नु पनि छोरीलाई लिएरै जानुपर्छ म घर लिएर जान्छु देवी तिमी यहाँ बसिराखा म तिम्रो लागि जुस बनाएर लिएर आउँछु है पर्दैन आमा हजुर बस्दै गर्नुहोस् बरु म हजुरको लागि खाजा बनाएर लिएर आउँछु के कुरा गरे कि बुहारी अब त तिमीलाई यो घरमा महारानी बनाएर राख्छु ओहो सम्धिनीज्यू नमस्कार नमस्कार सम्धिज्यू नमस्कार अनि सम्धिज्यू हजुर त खबरै नगरी आउनु भयो त म आएको धेरै दिन भइसक्यो सम्धिनीज्यू हजुरलाई र सम्धिज्यूलाई भेटेर जान्छु भनेर बसेको थिएँ बल्ल आज हजुरको दर्शन पाइयो अनि सम्धिनीज्यू चाहिँ खोइ त उहाँ त उतैबाट चाइना जानुभएको छ केही समयपछि आउनुहुन्छ अनि हजुरलाई एउटा खुसीको कुरा थाहा छ सम्धिज्यू के कुरा होला हजुर हामी हजुर बुवा र हजुर मुवा बन्दैछौँ आज थाहा पाएको ए हो र ल बधाई छ हामी सबैलाई ल सम्धिनीज्यू खुसीको कुरा सुन्न पाइयो धेरै पछि मन आनन्द भयो अब म गाउँ जान्छु यहाँ आएर बस्या पनि धेरै दिन भयो छोरीको राम्रो ख्याल गर्नु होला है कहाँ जाने कुरा गर्नुभयो हजुरले अब त हजुर पनि यहीँ बसेर देवीको स्याहार सुसार गर्नुपर्छ यो घर पनि हजुरकै त हो नि अब हामी एउटै परिवार भएपछि अप्ठ्यारो नमानिकन बस्नुहोस् हो बुवा अब हजुर पनि यतै बस्नुहोस् छोरीको घर धेरै दिन बस्यो भने गाउँलेहरूले कुरा काट्छन् नि देवी हे गाउँलेहरूको पछि लाएर नि हुन्छ त हजुर अब खुसीको दिन आइसकेको छ यहीँ रमाएर बस्नुपर्छ यो घरमा को बस्छ को बस्दैन भन्ने कुरा मैले डिसिजन गर्ने अरूले गरेको डिसिजन म मान्दिन तिमीहरू सबैजना जाओ यो घर छोडेर यो घर मेरो हो थुक्का कुकुर घरमा यस्तो खुसियाली छाएको बेलामा जाँड धोकेर आइस जाँड खाने भनेकै कि सुख पर्दा हो कि दुःख पर्दा हो आज मलाई दुःख पर्यो त्यही भएर जाँड खाएँ नानी प्रब्लम अब जाँड खाइस् भने सबलाई प्रब्लम हुन्छ किन हुन्छ किनकि त बाउ बन्दैछस् देवीको गर्भमा तेरो र देवीको बच्चा हुर्किँदैछ यसको गर्भमा मेरो बच्चा बस्नै सक्दैन किनकि यो र म आजसम्म सँगै सुतेकै छैन ए हजुर उठ्नुहोस् न भोकै सुत्नु हुँदैन क्या खाना खानुहोस् न उठेर उठ्नुहोस् न हो देवी ज्वाइँले कागती पानी बनाएर ल्याएर खुवा त घर कागती नै छैन हो र अनि सम्धिनीज्यू चाहिँ देखिन नि खोइ त आमा कागती लिन जानुभएको छ बुवा अनि देवी अस्ति ज्वाइँले भन्नुभएको कुरा साँचो हो मलाई नढाँटी भन् त के कुरा बुवा तेरो गर्भमा भएको बच्चा ज्वाइँको होइन भन्नुभएको थियो नि त ज्वाइँले
यो बच्चा मेरो ज्वाइँकै हो बुवा। अनि ज्वाइँले तँलाई त कहिले पनि छोको थिएन भनेर भन्नुभएको थियो नि त। होइन बुवा, एक दिन बेबी मेरो बेबी आई लभ यु सो मच मेरो बेबी, म तिमीलाई धेरै माया गर्छु नि बेबी, मलाई नसुर है ए हजुर, मैले कागती पानी राखिदिएको छु, गाह्रो भयो भने खानु ल, म अलि भात पकाउन जान्छु। मेरो बेबी मलाई छोडेर नजाऊ। म बेबी होइन कि देवी हो। मेरो बेबी मलाई छोडेर नजाऊ, हामी सँगै खुसी छौँ। देवी, तँ माथि मलाई पूर्ण विश्वास छ। अनि यो कुरा सम्धिनीज्यूलाई भनिस् त? भनिसके बुवा, आमाले त मलाई धेरै माया गर्नुहुन्छ। यो घरमा हजुर नहुँदा मेरो मनको कुरा सुनिदिने, मेरो दुःख बुझिदिने भनेकै आमाले हो। मैले पक्कै पनि पूर्वजन्ममा केही पुण्यको काम गरेर छु, त्यही भएर यति दयालु सम्धिनी पाएको छु। मैले चाहिँ पक्कै पनि केही नराम्रो काम गरेको रहेछु बुवा। त्यही भएर लोग्नेको माया पाउनबाट वञ्चित भएकी छु। नरो देवी, मलाई विश्वास छ बच्चा पाएपछि ज्वाइँले तँलाई अवश्य माया गर्न थाल्नुहुन्छ। बच्चाले भाग्य लिएर आएको हुन्छ, दुःखलाई सुखमा बदल्ने शक्ति लिएर आएको हुन्छ, आँसुलाई हाँसोमा बदल्न सक्ने शक्ति लिएर आएको हुन्छ, बिग्रिएको सम्बन्धलाई सुधार्ने शक्ति लिएर आएको हुन्छ। त्यही भएर अब तेरो रुने दिन पनि सकिँदैछ, हाँसी खुसी भएर बाँच्ने दिन आउँदैछ। हो देवी, हाम्रो बिग्रेको घर सपार्नलाई भगवानले दिनुभएको वरदान आउँदैछ। अब तिमी चिन्ता नमानी नरोइकन बस। तिमी रोयो भने बच्चालाई असर पर्छ। हो देवी, सम्धिनीले भनेको कुरा सोह्रैजना ठिक हो। अब त तैँले राम्रो राम्रो भजनहरू सुन्नु, राम्रो राम्रो कुराहरू हेर्ने, राम्रो राम्रो खानेकुराहरू खाएर खुसी भएर बस्नुपर्छ। मेरो खुसी भने पनि, मेरो भगवान भने पनि, मेरो संसार भने पनि सबै कुरा मेरै लोग्ने हो बुवा। मेरो लोग्नेकै माया नपाएपछि म कसरी खुसी भएर बस्न सक्छु र बुवा? पाउँछौ देवी, यसले पनि तिमीलाई अवश्य माया गर्न थाल्छ। भोलिको सुनौलो भविष्य सोचेर खुसी भएर बस। आजको दुःख बिर्सिदेऊ देवी। हो देवी, खुसी भएर बस है, फिटिक्क चिन्ता नलिए है। ल देवी, तिमी यहाँ बस्दै गर, म कागती पानी बनाएर यो जाँडको घ्यापो लगाउँछु। पर्दैन आमा, तपाईँ बस्नुहोस्, म बनाएर लिएर आउँछु। हे देवी, त बस, म छँदैछु नि। खोइ दिनुहोस्, म बनाएर ल्याउँछु। हजुरलाई दुःख हुन्छ नि त सम्धिज्यू? केही हुँदैन सम्धिनीज्यू, हजुरले नै भन्नुभयो होइन यो घर मेरै हो भनेर। अब आफ्नै घरमा त्यति जा अब काम गर्न मलाई दुःख हुन्छ त? कहिले हुन्छ? अनि देवी, तिमीले के खायौ त? मेरो हजुरलाई नखुवाएसम्म मैले कसरी खानु र आमा? म केही नखाइ सुत्नु भएको छ। पहिले वाला खुवाउँछु अनि मात्रै म खान्छु। यस्तो जडियालाई कुरेर पनि भोकै बस्छ नि त? तिमी बस्दै गर देवी, तिम्रो लागि म खाना लिएर आउँछु। Your phone is ringing. Pick up your phone.
phone. Hey, your phone is ringing. Pick up your phone. Hey, your phone. हेलो को बोलेको? तपाईँ चाहिँ को बोलेको भन्नुहोस् न। म पारसको साथी। तल माथि गर्ने खाले साथी हो कि साथ दिने खाले साथी हो? म पारसको हुनेवाला जीवन साथी हो। के रे हुनेवाला जीवन साथी रे? ओइ डङ्की को होस् त? तँलाई एउटा विवाहित पुरुषको पछाडि लाग्न लाग्दैन? को विवाहित? पारस सिङ्गल छ। अहिलेसम्म उसको बिहे भएको छैन। मलाई जे पाइदिए भने को होस् त? म उहाँको श्रीमती हो। अब आइँदा उहाँको पछि लागिस् भने तँ मर्छेस्, विचार गर। को मर्छ को बाँच्छ भन्ने कुरा तैँले बिस्तारै थाहा पाउँछस्। बिहे नगरेको केटालाई बिहे गरेको छ भनेर सम्पत्ति खानको लागि श्रीमती हुँ भन्ने तँ जस्तो आइमै मैले धेरै देखेको छु। अब तैँले देख्छेस्। हिम्मत छ भने आइज, अब तँलाई देखाउँछु म। मेरो हिम्मतको कुरा नगर। यदि तेरो हिम्मत छ भने आइजो, तैँले देख्छस् मेरो काली अवतार। तैँले पनि देख्छस् मेरो महाकाली अवतार। हिम्मत छ भने दुर्गा गल्ली आइज। लपक, तँ त्यहाँ आएर बस्दै गर, म पनि त्यहीँ आउँछु, अनि तैँले देख्छस् मेरो रूप। देवी किन एक्लै हिँड्न परेको होला यिनलाई? यसलाई कुरेर बस्नु कि देवीको पछि लाएर जानु? कस्तो तना बनाएको के यो जोडीहरूले? ल अब यो खानिदिएपछि ज्वाइँलाई जानले चट्टै छाडिहाल्छ। तर छाडेर के गर्नु? एकछिनपछि गएर खाइहाल्छन्। यो कागती पानी खान दिन्छ के गरौँ? दिन्छु। यही होला त पारसको बुढी भन्ने आइमै? यस्तो हेर्दै गाउँको सिँगान चुहाउँदै हिँड्ने पाखिनी जस्तो देखिन्छ। यस्तीले फोनमा त्यसरी के थर्काउन सक्ली र? यो पक्कै होइन। पक्कै होइन। अघि फोनमा बोली सुन्दा त झ्याप्पै ज्यान परेकी जस्तो लागेको थियो। यो त खिरिली मसिनी छ। हेर्दैखेरि ओठ निचोड्दा दुध आउला जस्तो छ। यसको अनुहार हेर्दै बिहेको जग्गेबाट ब्याउला उठेर भाग्ला जस्तो देखिन्छ। झन् त्यो पारसले यस्तीसँग बिहे गर्ने कुरा त असम्भव नै हो। त्यो राँडी चाहिँ यति बेलासम्म किन आइपुगिन होली? कहाँ चाहिँ मर्यो होला त? न बाटो पत्ता नलगाएर फन घुमेको घुमे भयो कि? त्यो बिच चाहिँ यति बेलासम्म किन आइन? अब के गरेर टाइम पास गर्ने होला त यार? यो केटीसँग बोलेर यसलाई साथी बनाउनु पर्यो। अनि त्यो कुकुर निआएपछि यो केटी र म मिलेर त्यसका जगल्टा सगल्टा खेलाउनु पर्ला। नानी, हजुरको घर कता पर्यो होला? मेरो यतै केटिएममै हो। त्यो भने कता पर्छ हजुर? अहिले हामी जहाँ उभिरहेका छौँ नि, यो ठाउँलाई केटिएम नै भन्छ।
ए ठट्टा नगर्नुहोस् न नानी, हामी उभा ठाउँलाई त बाटो भन्छ नि। तपाईँ त रमाइलो हुनुहुँदो रहेछ। तपाईँ पनि पढाइ लेखा हुनुहुँदो रहेछ, अङ्ग्रेजी राम्रोसँग बोल्नु हुँदो रहेछ। अनि तपाईँलाई चाहिँ अङ्ग्रेजी बोल्न आउँदैन र? मेरो त अङ्ग्रेजीसँग बच्चैमा झगडा पर्यो नानी। आज एउटीसँग झगडा गर्न आएको, अहिलेसम्म मुन्टेकी छैन। अनि तपाईँ चाहिँ यहाँ किन आउनुभएको नानी? म पनि एउटीसँग झगडा गर्न आएको, भेटै भएको छैन, त्यसैले कुरेर बसिरहेको। किन र नानी? के भएर चाहिँ झगडा गर्न लाग्नु भएको हो र तपाईँले? पछि भनौँला नि। तपाईँले चाहिँ किन झगडा गर्न लाग्नु भएको हो र? म पनि पछि नै भनौँला नानी। तपाईँले कुरेर बसेको मान्छेको अनुहार कस्तो छ? खोइ नानी, आजसम्म देखा छैन, बोक्सीको जस्तै होला नि। अनि तपाईँले कुर्नु भएको मान्छेको अनुहार चाहिँ कस्तो छ नि? खै भूत जस्तै होला नि, मैले पनि आजसम्म देखेको छैन। कतै तपाईँले कुरे मान्छे र मैले कुरे मान्छे एउटै त होइन नि? खै दिदी, यदि एउटै हो रहेछ भने हामी दुवैजना मिलेर त्यसको जगडा उखेल्नुपर्छ है। तपाईँ त्यसको हात समात्नुहोस्, म त्यसको जगडा समाउँछु, अनि हामी दुवैजना मिलेर त्यसको थुतुरो च्यात्नुपर्छ है नानी? हस् दिदी। तर यति बेलासम्म आइनु थियो, फोन गरेर सोध्नुहोस् न। ला नानी, मैले त घर फोन छोडेर आइछु। तपाईँ यहाँ कुरेर बस्दै गर्नुहोस्, म घर गएर त्यो कुकुरलाई फोन गरेर आउँछु है। हस्। कुकुर बिहान बेलुकै कुकुरको मुख धोकेर जहिले घरमा अशान्ति फैलाएर मरि छैन। कहिले काहीँ त सुख दिनु नि, जन्मेको यत्रो वर्ष भइसक्यो, एक दिन छैन तैँले हामीलाई सुख दिनु। सम्झिनु ज्वाइँलाई उठाउनुहोस् त। मैले कागती पानी काइतासँग बनाएर ल्याएको छु। यो खाना दिएपछि ज्वाइँको वर्षौँदेखिको चाहिँ जाड पनि उत्रिन्छ। ओइ उठ उठ उठ, ओइ उठ न उठ, जाँड खाएर छिट्टो भएको छ, के को उठाउन सक्छ र यसलाई? खाइदिनुहोस् त सम्झिजी। खाऊ न, के खा है, खा कुरकुर। निल निल जाँड भयो त सासै नफेरि खाँदैछ होला। होसायो तँलाई? किन नबोले? के बोल्ने, किन बोल्ने, कोसँग बोल्ने? मेरो कुरै नमिल्ने मान्छेहरूसँग बोलेर मलाई के फाइदा? किन बोल्ने? म नबोल्ने भयो नि नबोल, तर खाना खाना चाहिँ हिँड। मलाई भोक लागेको छैन। त्यसो नभन बाबु, खाना त टाइममै खाना पर्छ। हो ज्वाइँ साहब, खाना खाना भएन भनेदेखि शरीर कमजोर हुन्छ। कमजोर त मलाई तिमीहरूले बनाएका छौ। जुन दिन तिमीहरू यो घर छोडेर जान्छौ नि, त्यसपछि बल्ल मलाई आनन्द हुन्छ। त्यसपछि मजाले खाना खान्छु। 12 वर्ष कुकुर पुछा ढुङ्रा राख्यो भने सोझो हुन्थ्यो, तर त कहिले सोझो हुने भएनस्। बकबकै मर, जाउँ सम्झिजी। यति बेलासम्म पनि आइन त त्यो? मसँग डराइ जस्तो छ। झुटो बोल्ने मान्छेहरू डराइहाल्छन् नि। Hey, your phone is ringing. Pick up your phone. Hey. हेलो बेबी। पारस, अघि फोन कसले उठाएको थियो? फोन त भर्खर आउँदैछ बेबी।
मैले अघि तपाईँलाई फोन गरेको थिएँ। सुरुमा एउटा बुढी मान्छे बोली, त्यसपछि आइमाई बोली। तपाईँको वाइफ हुँ भन्दै थिए। मलाई के भन्दै गाली गरी त्यो बिचले। को हो त्यो आइमाई? खोइ बेबी, मेरो फोन त अफ थियो, भर्खरै अन गरेको मैले। रङ नम्बर पर्यो होला। रङ नम्बर त हुँदै होइन। आइएम स्योर मैले तपाईँको यही नम्बरमा कल गरेको हो। यदि तपाईँलाई विश्वास लाग्दैन भने कल डिटेल्स देखाइदिन सक्छु। त्यो आइमाईले त झन् मलाई धम्की दिएर दुर्गा गल्लीमा आएर बस अनि महाकाली अवतार देखाउँछु भन्दै थिए। म पनि नडराइकन दुर्गा गल्लीमा आएर बसिरहेको छु, तर त्यो आएकै छैन। को हो त्यो आइमाई? खोइ बेबी, म त कन्फ्युज भएँ यार। प्रमिस मलाई केही कुरा थाहा छैन। मलाई झुट त बोल्नु भएको छैन नि पारस? मसँग केही कुरा त लुकाउनु भएको छैन नि? छैन बेबी, मैले तपाईँलाई सबै कुरा क्लियर भनेको छु। मेरो अहिलेसम्म बिहे भएको छैन। आइएम सिंगल। मैले बिहे गर्ने भनेको तपाईँसँग मात्रै हो। ल बेबी, त्यसो भए मलाई छिट्टै बिहे गर्नुहोस्। ओके बेबी, एकछिन बिजी छु, अहिले फोन राख्छु ल। बाई, लभ यु। ओके बाई, लभ यु बेबी। कसले चाहिँ बोल्यो त मेरो फोनमा? यही पाख खिनेको खलकले हो कि क्या हो? को रहेछ त त्यो आइमाई? सम्धिज्यू, हजुरलाई म एउटा प्रस्ताव राख्छु। हजुरलाई कस्तो लाग्छ होला? कस्तो प्रस्ताव होला सम्धिनीज्यू? हाम्री देवीले यो घरमा धेरै दुःख पाएकी छिन्। उनलाई मैले कहिले पनि बुहारीको रूपमा हेरेको छैन। सधैँभरि आफ्नै छोरीको रूपमा हेरेको छु। आफ्नै आँखा अगाडि छोरीले दुःख पाएको हेरेर बस्न धेरै गाह्रो हुँदो रहेछ। अब देवीलाई माया गर्ने, राम्रोसँग स्याहार सुसार गर्ने इमान्दार केटा खोजेर बिहा गराइदिनु पर्यो देवीको। किन नबोल्नु भएको सम्धिज्यू? जन्म, विवाह र मृत्यु भनेको एकचोटि हुने कुरा हो हजुर। मेरी छोरीले अर्को विवाह गरेर सुख पाउँछ भन्ने कुनै ठेगान छैन। यो घर छाडेर गई भने झन् दुःख पाउँछ भन्ने डर लाग्छ मलाई। केही पनि डर मान्न पर्दैन सम्धिज्यू, म इमान्दार केटा खोजौँला। खोइ हजुर, एक मनले सोच्दा विवाह भइसकेको छोरीको अर्को विवाह गर्न हुन्न जस्तो लाग्छ। फेरि अर्को मनले सोच्दा छोरीको दोस्रो बिहे गरिदिँदा सुख पाउँछ कि जस्तो पनि लाग्छ। मैले त केही सोच्नै सकिनँ। छोरीको जिन्दगीको कुरा हो, यो कुराको निर्णय उसैलाई गर्न दिँदा ठिक होला कि जस्तो लाग्छ। ठिकै छ नि त सम्धिज्यू, देवी आएपछि उसैलाई सोधौँला। हस्। आमा, त्यो मेरो सिलोनको पछाडि लागि डङ्गिनी त आउँथ्यो आइन डर। खोइ फोन दिनु त, फोन गर्नु पर्यो त्यसलाई। मसँग नम्बरै छैन, पारसको मोबाइलमा छ। पारासँग मोबाइल मागेर फोन गरेर दरो थर्काउनुपर्छ त्यो नकचरीलाई। कसलाई नकचरी भनेको? त्यो मेरो हुनेवाला श्रीमती हो। अब हामी छिट्टै बिहे गर्दैछौँ। र यदि कसैले रोक्न खोज्छ भने नि त्यसको गर्दन प्वाट्टै छिनाइदिन्छु कुकुरले हानेर। मेरो जिन्दगीमा कोही पनि प्रवेश गर्ने होइन। थुक्क कुकुर, बाहिरको नकचरीहरूको लागि हामीहरू सबैलाई मार्ने कुरा गर्छस्? मलाई मन परेको मान्छे हो त्यो, र मेरो मनको मान्छेलाई कसैले पनि हटाउन खोज्ने होइन। मेरो फोन कसले चलायो? किन कोही पनि नबोलेको? म फेरि सोध्दैछु, मेरो फोन कसले चलायो? हामीलाई के थाहा तेरो फोन कसले चलायो? मैले तपाईँको सबै कुरा बुझिसकेको छु आमा। मैले आजसम्म जसलाई माया गरेँ, जसलाई मन पराएर जोसँग आफ्नो जिन्दगी बिताउन खोजेँ, ती सबै केटीहरूलाई तपाईँले एक एक गर्दै भान्नु भएको छ। अब आइन्दा भान्न खोज्नु भयो भने
तिमीहरू सबैलाई एउटै खाल्टो खनेर जिउँदै गाड्छु। यतिन्जेल देवीकी बेबी हेरेर साथ दिनुभएकोमा तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ र हजुरहरूलाई भिडियो मन परेको छ भने कृपया लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नुहोला। हजुरहरूले सुरुवातदेखि नै हामीलाई साथ दिइरहनु भएको छ र त्यही कारणले गर्दाखेरि हामी निरन्तर यात्रा गर्न पाइरहेका छौँ। आशा छ आगामी दिनमा पनि हजुरहरूको साथ पाइराख्नेछौँ र हजुरहरूलाई भिडियो कस्तो लागिरहेको छ आशा छ राम्रो लागिरहेको छ। हामीले मेहनत गरेर बनाइरहेका छौँ र कस्तो कस्तो चाहिँ कथाहरू हजुरहरूलाई मनपर्छ कृपया कमेन्ट बक्समा लेखिदिनु भयो भने हामीले अझ हजुरहरूको डिमान्ड अनुसार हजुरहरूलाई मनपर्ने कथा हामीले चाहिँ अगाडि सार्न सक्छौँ, अगाडि बढाउन सक्छौँ र हजुरहरूको चोइस अनुसारै हामी अगाडि बढ्ने हो। र भिडियोलाई कहाँबाट कुन देशबाट र हाम्रो नेपालको कुन कुन भूभागबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट बक्समा खुलाइदिनु होला र भिडियोलाई सकेसम्म जति सक्दो सेयर गरिदिनु होला, लाइक गरिदिनु होला। हजुरहरूको एउटा लाइकले गर्दाखेरि हामीलाई ठुलो हौसला मिल्नेछ। हजुरहरूको सेयरले गर्दाखेरि अझ साथीभाइले हेर्ने मौका पाउनेछन्। हाम्रो प्रचार प्रसार त्यति छैन। हाम्रो प्रचार प्रसार गर्ने भनेकै हजुरहरूले हो। हाम्रो कन्टेन्ट बनाउने हामीले हो, त्यसको बाँकी जिम्मा हजुरहरूकै हो। र यति भन्दै अब आगामी एपिसोडमा आगामी भागमा भेट्ने बाचा गर्दै अहिलेलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते।